कहाँबाट आएको तिमीहरू? सल्यानबाट। कतिजना आएको? दुईजना? के नाम हो तपाईँको? के नाम हो? रामबहादुर। तपाईँको नाम के हो? भुलबहादुर शाही। भुलबहादुर शाही। स्कुल जान्न? हामी राउतेको जातले स्कुल जानु हुँदैन। किन? हामी पुर्खाहरूले गएन, हामी गएन। अब स्कुलमा पढे पो स्कुलमा पढे पो हुन्छ, राम्रो मान्छे ठुलो मान्छे बनिन्छ, सबै थाहा पाइन्छ। पढेर ठुलो हुन्न। हामी त जङ्गलको राजा हो। जङ्गलको राजा भनेर बसेर कहाँ हुन्छ? के नेपाल सरकारले हेर्दैन? भत्ता त आउँछ। भत्ता त आउँछ। हो, कहिले काहीँ हेर्नुहुन्छ? हो, सधैँ हेर्दैन। यो चाहिँ सधैँ हेर्नु भन्नुपर्छ आएको बेला है। त्यहाँदेखि अहिले आज चाहिँ बार्कुने दह घुम्न आएको हो। उहाँबाट मुखियानीहरू हेर्न पाउँछ? हो, पाउँछ पाउँदैन? यहाँ त्यस्तो मुखियानीहरू हेर्ने पिच्छ यहाँ त। मुखियानीहरू त आफ्नो उहीँ हेर्ने हो। राउतेनीहरू जङ्गलमा पाउँछ। त्यहाँ बिहे गरेछ कि छैन? गरे छैन? नगर्ने? अब गर्ने हो, गरेको छैन। बच्चा छ मेरो। हो, कतिजना? दुईटा छ। अनि बिहे नगरेर बस्ने? बिहे नगरेर बच्चा जन्माउँछ हामी। हो, राउतेको जातले त बिहे गर्दैन। हो, जिन्दगीभर त्यस्तै बस्ने? यस्तै बस्ने हो। बच्चा छ हेर्ने हो। हो, बानर मार्ने, मासु खाने। त्यहाँदेखि बानर मासु खाने हुन्छ। हो, घ्याम हुन्छ बानरको। ल ल हुन्छ ल है। ल ओके ल। उपकिल त खाँदैन। हो, के खान्छ त? मासु मात्रै। हो, ल बानरको उपकिल खान्छ। ल हुन्छ त। ल ल ओके ल।